यस्ता छ साथीहरू, हामी चाहिँ स्टेसन आइपुग्यो है। अब स्टेसनबाट यो स्टेसन यस्तो हुन्छ। अब ट्रेनको लिगहरू हामी चाहिँ स्टेसन आइपुगिसकेका छौँ। यस्तो हुन्छ है लिगहरू पुरै। साथीहरू अब चाहिँ हामी ट्रेन आउन लाग्यो। यहाँको 11:05 को समय छ। यहाँ चाहिँ फेरि लोकेसन हेर्न जानुपर्छ है। यस्तो लोकेसन यस्तो खतरा हुन्छ, जति बजे भने चाहिँ त्यति बजेको मात्रै ट्रेन चढ्नुपर्छ। यहाँ चाहिँ यहाँ जापानमा चाहिँ फेरि लोकेसन हेर्न नजान्ने मान्छे चाहिँ काम छैन है। फेरि नेपालमा पनि लोकेसन चाहिँ हाम्रो हेरिन्छ, तर नेपालको जस्तो चाहिँ यहाँ छैन नि त। यहाँ यति बजेको ट्रेनमा चढ्नुपर्छ, यति बजेको ओर्लिनुपर्छ, यो प्लेटफर्म नम्बर यतिबाट चढ यति भन्छ नि त। एकदमै त्यो छ क्या। नेपालमा चाहिँ त्यो हाम्रो जस्तो ट्रेन केही हुँदैन। जब यो एउटा सरल तरिकाले एउटा रोडमा हो, त्यो हाम्रो त्यस्तो हुँदैन नि। यहाँ चाहिँ एकदमै कठिन छ। यहाँ हिँड्नको लागि चाहिँ म्याप एकदमै आवश्यक। म्याप हेर्नको लागि चाहिँ जो पनि तत्पर हो। साथीहरू ट्रेन आयो है। हामी चढ्ने ट्रेन चाहिँ आइसक्यो, आइपुग्नु लाग्यो। अब लगभग यहाँ अगाडिबाटै चढ्छ हामी चाहिँ। यहाँ एउटा पाइलट हुन्छ। अब सर कुन हामी कहाँ नुर्खाई कहाँ जानुपर्ने छ? यो हामी नुर्खाई गर्ने। हामी यहाँबाट चाहिँ यो काममा जान्छौँ। त्यस पश्चात चाहिँ अब ट्रेन रोक्यो, ढिले गऱ्यो। आज त खाली रहेछ त यहाँ। त्यही हो साथीहरू है। यस्तो छ ट्रेन चाहिँ। ट्रेनमा यसरी हिँड्यो बस्यो। हामी चाहिँ अगाडि सिटमै पऱ्यो क्या। यस्तो छ है ट्रेन चाहिँ। यस्तो हुन्छ टक्कलाई। हामी चाहिँ आज खाली रहेछ नि त। अरू बेलामा त पुरै त्यो प्याक। आज फर्स्ट 11 बजिसक्यो। यहाँ चाहिँ 11 कहाँ 11:15 भइसक्नु लाग्यो। हामी अब हिँड्यो साथीहरू। हामी चाहिँ अब ट्रेन नुरिखाई भनेर चाहिँ चेन्ज गर्नु पऱ्यो क्या। अब यो चाहिँ अलिकति ठुलो स्टेसन छ। यो चाहिँ अलिकति ठुलो स्टेसन छ। यो ठुलो स्टेसनबाट चाहिँ हामी तलतिर, यो चाहिँ अन्डरग्राउन्ड हो कि। यो पुरै कहाँ छ यसको अन्डरग्राउन्ड के छ पुरै। यो त एकदमै ठुलो स्टेसन हो। यो चाहिँ मुनि हामी यहाँ माथिबाट आएर नि जमिन मुनिहरू चाहिँ एकदमै जमिन मुनि पनि 5-6 तल मुनिसम्म हुन्छ। अब हामी चाहिँ कुन लाइनबाट जाने? हामी कुन लाइनबाट जाने? कुन लाइनबाट जाने? जेके लाइनबाट चाहिँ। यहाँ चाहिँ कन्फिडेन्ट लेभल चाहिँ हुनुपर्दो रहेछ है। डर भन्ने चिज चाहिँ मलाई अब त्यस्तो डर भन्ने चिज चाहिँ लाग्दैन। कहाँनिर यसको अहिले चाहिँ आज चाहिँ भिडभाड कि राति भएर होला, भिडभाड छैन खास। नुरिखाई ट्रेन मेरो चाहिँ मोबाइलमा कन्भर्ट गरेर भएर मोबाइलमा फ्ल्याट गर्नु। साथीहरू हामी चाहिँ यहाँ अब नुरिखाई गरे कि। नुरिखाई भने चाहिँ ट्रेन चेन्ज गरे। यहाँ अन्डरग्राउन्डबाट पुरै कहाँ छ यो जेके लाइनबाट जानला। हामी चाहिँ आज खासै त्यो छैन। अरू बेला एकदमै त्यो हुन्थ्यो, भिड हुन्थ्यो। आज राति भएर होला सायद। आज 12 बज्न आइसक्यो। 12 बज्न लागेको भएर चाहिँ आज खासै भिडभाड छैन रहेछ यहाँ। यो हाम्रो स्टेसन एकदमै ठुलो। यो फेरि प्लेटफर्म हेर्नुपर्छ। यो जेके लाइन रे, जेएल लाइन रे, जेएच लाइन रे। हामी प्लेटफर्म 4 बाट चढ्न लाग्यो। यो पुरै यो माथि कहाँ छ ऊ त कत्रो ठुलो स्टेसन छ कि यो चाहिँ। यो कहाँ ऊ त कहाँ छ, अघि कहाँ ओर्लेको हामीलाई थाहा छैन। अब यहीँ वेट गर्ने हो क्या। यसरी लाइन बस्नुपर्छ। फेरि यसरी ट्रेनहरू पनि यस्तो